Hello guys, welcome back to my YouTube channel राईको छोरी ऊ चाहिँ मेरो साथी सुशीला अनि आज चाहिँ हामी सिङताम यसो घुम्नुको लागि जाँदैछौँ सुशीला र म भएर हामी चाहिँ आफ्टर सपिङ होइन यसो झालमुरी खानु भनेर आएको छौँ यहाँनिर सो हामी चाहिँ अब सपिङ सकेर खाजासाजा खाएर यहाँनिर सिङतामको फेमस अब सेल्फी ठाउँ भनौँ न यहाँनिर आएको छौँ यसो एक दुईवटा फोटो खिच्ने हामी पनि नक्कल पार्ने भनेर सो हामी चाहिँ यहाँनिर अब फोटो खिच्न थाल्यौँ फाइनली यस्तो सामान किन्यौँ हामीले यहाँ आएर ब्याग देखाउनु न सबै मेरो हो हामीहरू चाहिँ अब गाडी छैन अरे याङयाङको सो वेटिङ फर बस जुन चाहिँ याङयाङ टु सिङताम छ हो त्यत्रो बेसी छ यो सबै याङयाङकोहरू सो सबैजनाले बसको वेट गरिदिइरहेछ जस्तो चाहिएको चाहिँ हामीहरू चाहिँ याङयाङ टु गान्तोकको बसमा चढ्यौँ यो चाहिँ हाम्रो याङयाङको नयाँ बस हो जो याङयाङ टु गान्तोक मर्निङ एट 7 AM याङयाङदेखि हिँड्छ फाइनली हामी चाहिँ यहाँनिर याङयाङ आइपुग्न आँटेको छौँ याङयाङ मुनि अलिक मुनिको हेर्न सक्नुहुनेछ हाम्रो याङयाङ जाने बाटो चाहिँ कति राम्रो छ भनेर त्यहाँ चाहिँ फार्मिङहरू एकदम राम्रोसँगले गर्छन् मान्छेहरूले यिनलाई चाहिँ एकदममा चाहिँ अर्ग्यानिक फार्मिङ गर्ने जग्गा भनेर पनि चिनिन्थ्यो फाइनली अब हामी चाहिँ यहाँ आइपुगेर खाजासाजा खाएर सो वेटिङ फर द कार घर जानुको लागि ऊ चाहिँ अब पुरा एक्साइटेड भइरहेको छ कहिले घर पुग्ने भनेर सो बाई बाई गाइस होप यु अल लाइक माई भिडियोज